सुइटे बोस अन तँलाई के भयो हस्याङ फस्याङ गर्दै आछस् के हुनु सुइटे बोस आज तपाईलाई म खुसीको खबर सुनाउँदैछु त्यही त सुना के हो खुसीको खबर मलाई सुन्न हतार भइसक्यो छिटो सुना त्यही त भन्या हाम्रो सुइटे सरलाई सुन्न हतार भइसक्यो खबर के हुनु सुइटे बोस त्यो जुम्माको लास लिएर उत्तमे गाउँ आउँदैछ अरे भन्नुहोस् तपाईँ लास सहित त्यो उत्तमेलाई नि त्यही मारिदिउँ हुँदैन साँप पनि मर्ने लट्ठी पनि नभाँचिने यो भनेको हामी बस्नु हो झुमा नै नरहेपछि हाम्रो बयान कसले दिन्छ सुइटे बोस हामी इमानदारी हुनको लागि जुमाको घर जुमाको लास हेर्न जानै पर्छ ठिक भनिस् काल त्यो झुम्माको लासलाई बधाई दिनको लागि केही सामानहरू तयार गर जाऊ केटा होस्